हाम्रो यस खरबेटी प्राङ्गणमा हुन लागेको त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र अन्तिममा सभापतिलाई दिइसकेपछि पनि बोल्न दिनुभयो र सम्पूर्ण उपस्थित अतिथिज्यूहरू विशिष्ट अतिथिज्यूहरू प्रमुख अतिथिज्यूहरूलाई पनि स्वागत गर्न चाहन्छु र सम्पूर्ण खेलाडी भाइहरूलाई पनि स्वागत गर्न चाहन्छु र खरबेटीमा यो गेम प्रत्येक वर्ष भइ नै राख्ने हो र भाइहरूले गरिराख्ने हो यसलाई हामीले सहयोग गर्नुपर्छ भन्ने मेरो सधैँ चाहना र अहिलेको यो अवस्थामा आज सायद यो ग्राउन्ड बनिसकेपछि पहिलो कुनै टुर्नामेन्ट भइराखेको जस्तो मलाई लाग्छ र दुईटै अध्यक्ष दुईटै टोल के अरे वडाको मेम्बरहरू यहाँ हुनुहुन्छ उहाँहरूलाई चाहिँ एउटा रिक्वेस्ट अझै गर्न चाहन्छु हजुरहरूको पहलमा यो रोड के अरे हाम्रो ग्राउन्ड बन्यो यसलाई चाहिँ अलिकति अझै डेकोरेट गर्न पाएको भए यसमा चाहिँ यो गोल पोस्ट चाहिँ अलिकति 2 फिट सानो छ दुवैतिर माथिबाट 12 बाई 10 हुनुपर्ने यो 10 बाई 10 को छ त्यसको लागि